सबैमा एकमुष्ट नमस्कार। म मनदीप भुजेल र विभिन्न कलाहरू लिएर आउने क्रममा आज पनि मैले एउटा सानो यथार्थ नेपाली कथालाई हजुरप्रति एउटा प्रेरणादायक सन्देशको रूपमा पस्किने प्रयास गरेको छु र आशा छ हजुरहरूले यो कथा सुनेर आफ्नो मत आफ्नो विचार कमेन्ट सेक्सनमा अवश्य पनि राखिदिनुहुन्छ भनेर। र यो कथा मेरो नामसँग जोडिएको एउटा कथा हो र हजुरहरूले पनि आफ्नो यो कथा सुनेपछि आफ्नो नामलाई मेरो जग्गामा राखेर तपाईहरूले पनि केही मनन चिन्तन गर्न सक्नुहुनेछ। र मैले मेरो कथाको टाइटल मेरो नाममा साथीको दृष्टिकोण भनेर राखेको छु र कस्तो रहेछ त मनदीप भाइको नामप्रति उसको साथीको दृष्टिकोण। आउनुहोस् सुन्नुहोस् यो सानो नेपाली यथार्थ कथालाई। धेरै पुरानो कुरा होइन, म डुबाई पसिसकेको छु। कामधन्दा दुःखसुख राम्रै चलिरहेको छ। अन्य ठाउँमा झै यहाँ पनि मेरो एकजना एकदमै मिल्ने साथी छ। उसको नाम हो पवनदेव। त्यस समय हामी एकदमै नजिकको साथी बनिसकेका छौँ। एक दिनको कुरा हो, म ड्युटीबाट आएर निराश भएर कोठाको बरन्डामा बसिरहेको छु। मेरो आँखा रसिएको छ। मलाई आफूलाई सम्हाल्न एकदमै गाह्रो भइरहेको छ। कारण एकातिर मैले धेरै माया गरेको मान्छेले मदेखि टाढा जाने निर्णय लिएको छ, जुन कुरा त्यस बेला फोन सूत्रबाट थाहा लाग्छ। र म हालखबर सोध्नको निम्ति आमालाई फोन लगाउँछु, तर विडम्बना बेलुकीको समय भएको कारण आमासित पनि राम्रो बात हुँदैन। किनभने आमाको उल्टा जवाबबाट थाहा लाग्छ आमाले अर्कै चिया पिउनु भएको छ, हाम्रो कुरा नै मिल्दैन। म झनै निराश भएर फोन काट्छु र विभिन्न कुराहरू मनमा खेलाउँदै आँखाभरि आँसु लिएर बसिरहेको छु। त्यसबेला मेरो साथी पवन पनि आफ्नो ड्युटी सकेर निस्रो अनुहार लिएर आइपुग्छ र मेरो कुममा हात राखेर के भयो तँलाई भनेर प्रश्न गर्छ। म उसलाई देखेर झनै इमोसनल हुन्छु र म उसित सबै कुराहरू सेयर गर्छु। अनि म भन्छु, म सफल हुनको निम्ति मैले माया गरेको मान्छे र मेरो परिवारबाट धेरै सपोर्ट हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। तर यहाँ दुवै विपरीत छन्। जति नै राम्रो कुरा गरे तापनि मैले जति नै आफ्नो कर्ममा लगनशीलता गरे तापनि उनीहरू उल्टाइ खिच्छन्। मेरो आँसु रोकिएकै छैन त्यस बेला। र त्यस समय उसले मलाई एउटा उदाहरणको रूपमा एकदमै सार्थक शब्दरूपी दबाई दिन्छ, जुन कुराले म छिनभरमै एङ्जाइटीबाट ओभरकम हुन्छु। उसले मेरो अनुहारमा हेरेर दुईचोटि मनदीप भनेर बोलाउँछ र मुसुक्क हाँस्दै भन्छ, तिम्रो नाम मनदीप, यानि कि मनको दीप। तिम्रो नाम मनदीप र तिम्रो काम मनको दीप जलाएर
संसारलाई उज्यालो पार्ने हो। र एउटा कुरा के तिमीले कुनै पनि दीप जलेको ठाउँमा निहालेर हेरेको छौ? त्यो दीप जलेर संसारलाई उज्यालो दिए तापनि आफ्नो मुनि आफ्ना सराउन्डिङ अँध्यारो नै हुन्छ, स्याडो हुन्छ। साथीको कुरा एकदमै गम्भीर छ, मलाई पनि सोच्न बाध्य बनाउँछ। र फेरि उसले भन्छ, त्यो अँध्यारोलाई उज्यालोमा परिणत गर्नको निम्ति तिमीलाई अरू दीपहरूको खाँचो पर्दछ र त्यो दीपहरूलाई बाटो देखाउने तिमी एउटा दीप हौ, मनदीप। तिमी यति सानो कुरामा रोएर कहाँ हुन्छ? भलै आज तिमीलाई नबुझे तापनि भोलि अवश्य बुझ्नेछन् उनीहरूले तिमीलाई। साथीले यति भनेपछि म अलिक शान्त हुन्छु र म उप्रति कृतज्ञता गर्छु। थाहा छैन उसले यो ज्ञान पलभरमै मेरो सिचुएसनलाई हेरेर क्रिएट गरेको हो वा कुनै किताब वा कुनै धर्मशास्त्रबाट प्राप्त गरेको हो। तर एउटा सही समयमा मलाई सम्झाएको हुनाले मेरो निम्ति यो साथीको उदाहरणको रूपमा दिएको सम्झौता दबाई चाहिँ भयो। र म फेरि आफ्नो कर्ममा निरन्तर अघि बढिरहेको छु र आफ्नो सराउन्डिङ अँध्यारो भए तापनि अरूलाई उज्यालो दिने प्रयास म निरन्तर गरिरहेको छु। मेरो नाम र साथीको दृष्टिकोण।